हेलो साथीहरु नमस्कार सबैजनालाई यो बिहानको धेरै शुभकामना छ। शुभ बिहानी। अहिले 6 बज्यो। म चाहिँ अब तयार भएँ नेपालमा जानको लागि। तपाईहरु पनि कहाँ हुनुहुन्छ आउनु पक्कै पनि आउनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ। आज चाहिँ हामी 7 बजे गणेशमान चोकमा भेटिने छौं। त्यसपछि हाम्रो र्याली सुरु भएर हाम्रो वाकाथन सुरु हुनेछ। सबैजनालाई आउनको लागि अनुरोध गर्दछु। अब चाहिँ हामी जाने बेला भयो। बाहिर फेरि अँधेरो छ हेर्नुहोस्। अब अँधेरो भए पनि नेपालगञ्ज त पुग्नु छ। त्यही भएर जाँदैछु। अब मेरो छोरी त यहाँ सुतिरहेको छिन्। यिनलाई सब यहाँ निर्देशन दिइसकेको छु मैले के गर्ने भनेर। अब हामी जाँदैछौँ। अहिले म बाहिर पनि देखाउँछु। हेर्दै गर्नु होला। मैले एउटा लगेछु त्यो जुन हिजो मैले 3टा लगेको थिएँ नि एउटा चाहिँ फिर्ता गर्छु र अनि अहिले घर जाने बेलामा मैले येलो लिएर जान्छु सेतो अर्को लागि ए हो र त्यो हिजो भन्नु बात न 50 वटा है त नेपालगञ्जको जैनजी पुस्ता त्यसै गरी दम्बजी माध्यमिक विद्यालय कैलपाल हस्पिटल नेपाल लेखापढी व्यवसायी सङ्घ त्यसै गरी राष्ट्रिय अपाङ्ग अल्बिनो नेपाल त्यसै गरी नेपालगञ्ज टेक्निकल कलेज लगायत विभिन्न कलेज विद्यालयले आजको यो कार्यक्रमलाई साथ समर्थन गर्दै यो र्यालीमा यो वाकाथनमा सहभागिता जनाउनु भएको छन्। हाम्रो कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि विभिन्न निकाय विभिन्न संस्था सरकारी कार्यालयबाट उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई यो हाम्रो साझा अभियान हो। यो नेपाल वासीहरूको अभियान हो। यो नेपाललाई अगाडि बढाउने अभियान हो र भ्रष्टाचारलाई मुक्त पार्ने भ्रष्टाचारलाई जडेदेखि उखेल्नका लागि एकैपत्र जनाउनका लागि हामी आज यो गणेशमानमा उपस्थित छौँ। यो कार्यक्रममा नेपाल सरकारका पूर्व प्रमुख सूचना आयुक्त कृष्णजी बासुलाई अभिनन्दन चाहन्छौँ। सदाचारितालाई हामी प्रवर्धन गर्छौँ। भ्रष्टाचारको सधैँ हामी विरोध गर्छौँ। भ्रष्टाचार हामी हुन दिँदैनौँ। भ्रष्टाचारको अन्त्य गर्नका लागि हामी लागि पर्छौँ। यो देश हाम्रो लागि हो। यो देश हामीले बनाउनु पर्छ। यो देश हामी युवाहरूको हातमा छ भन्ने मूल सन्देश र विचार विद्यालय शैक्षिक संस्था सबैलाई बास नेपालको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्छौँ। अब हामी केही गीतहरूबाट यो र्याली अगाडि बढाउँछौँ। यो पदयात्रालाई अब एकदमै भाषाका गीतहरू हामी सुन्छौँ। नाच्दै रमाइलो मैदानमा खोल सभामा यो कार्यक्रमलाई हामी सुसम्पन्न गर्न गइरहेका छौँ। यो कार्यक्रमले सन्देश प्रवाह गरिरहेको छ भ्रष्टाचार नियन्त्रणका लागि, भ्रष्टाचार रोकथामका लागि, भ्रष्टाचार हुन नदिनका लागि। अब हामी यो कार्यक्रमलाई केही औपचारिक रूपमा छोटोमा अगाडि बढाउनेछौँ। विभिन्न निकायबाट विभिन्न शैक्षिक संस्थाबाट विभिन्न एकैपटता जनाउँदै यो कार्यक्रममा सहभागी छौँ। अब हामी छोटोमा यो कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनेछौँ र यो कार्यक्रम पछाडितिर विभिन्न कलेजले आफ्नो ब्यानरलाई अगाडिपछि ल्याएर क्रमबद्ध रूपमा मिलाएर हामी यो कार्यक्रम स्थलमा रहनेछौँ। सामुदायिक प्रहरीको ब्यानर छ। म अगाडिपछि सामुदायिक प्रहरीलाई बोलाउँछौँ। सामुदायिक प्रहरी तपाईँले नाम पनि दिनु होला है। जसले पुरस्कार दिनुहुन्छ उहाँको नाम तपाईँले नोट गरिदिनु होला। नेपालको संविधान 2072 को कुन धारामा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको छ? क्या दिनु होला माइक?
28 मिलेन। अगेन धारा 30 उत्तर मिलेको छ। अगाडि आइदिनु होला। म हाम्रो वैश्य महासङ्घका पूर्व अध्यक्ष तेज गुरुङ शाहजीलाई पुरस्कार प्रदान गरिदिन अनुरोध गर्दछु। अर्को प्रश्न छ, वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर चिनिने पुरस्कार कुन हो? वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर चिनिने पुरस्कार कुन हो? कतैबाट पनि हात उठेन, सायद यो प्रश्नको उत्तर नहोला। क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो प्रदेश कुन हो? यतापट्टि दिनुहोस् त, यतापट्टि। ल अगाडि आइदिनुहोस् ल, उत्तर मिलेको छ। बहिनी अगाडि आइदिनुहोस्। म यो पुरस्कार प्रदान गरिदिनका लागि राप्ती सनारी गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ, उहाँलाई म अनुरोध गर्दछु। कृपया हल्ला नगरिदिनु होला, क्वेसनहरू धेरै छ, तपाईँहरूले पालो पाउनुहुन्छ। जसले पहिले हात उठाउनुहुन्छ उहाँलाई दिनु होला। एकदमै सजिलो प्रश्न छ। SEE को पूरा रूप के हो? SEE स्कुल एजुकेसन एक्जामिनेसन। हजुर, स्कुल एजुकेसन एक्जामिनेसन। ल सही उत्तर छ, अगाडि आइदिनु होला। म यो नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिवज्यूलाई यो पुरस्कार प्रदान गरिदिनका लागि अनुरोध गर्दछु। बाँकेको सबैभन्दा बढी वन क्षेत्र भएको पालिका कुन हो? बाँकेको सबैभन्दा बढी वन क्षेत्र भएको पालिका कुन हो? राप्ती सोनारी। ल सही उत्तर छ, अगाडि म यो पुरस्कार चाहिँ राप्ती सोनारीकै उपाध्यक्षलाई अनुरोध गर्दछु। अब अर्को प्रश्न छ, बाल बालिकाको हक नेपालको संविधानको कति धारा? भ्रष्टाचार निवारण ऐन कति सालमा बनेको हो? माइक दिने साथीले ख्याल गर्नु होला। 2063। गलत। 2059। ल सही उत्तर छ, अगाडि आइदिनु होला। म यो कृष्णजी बासोडा सरलाई यो पुरस्कार प्रदान गरिदिन अनुरोध गर्दछु। अर्को छ, सुशासन ऐन कहिले जारी भएको? सुशासन ऐन कहिले जारी भएको? 2064। सही उत्तर छ, अगाडि आइदिनु होला। म यो पुरस्कार प्रदान गरिदिनका लागि किशोर सरलाई अनुरोध गर्छु। किशोर खत्री सर। अर्को छ, अदु आको पुरा रूप भन्नुहोस्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग। सही उत्तर छ, अगाडि आइदिनुहोस्। म हाम्रो बासको पूर्व अध्यक्षज्यूलाई मन मण्डलज्यूलाई अनुरोध गर्दछु। अब अर्को प्रश्न छ, बास नेपालको स्थापना कहिले भएको थियो? 2057। यो उत्तर पहिले पुरस्कार पाइसकेकोले भन्नुभयो, त्यही भएर मिलेन। 2057। यतापट्टि दिनुहोस् त, उहाँलाई ताराजीलाई दिनु। 2057। ल उत्तर मिलेको छ, अगाडि आइदिनु होला। अर्को छ, सूचनाको हक सम्बन्धीको ऐन कहिले जारी भएको थियो? म यो पुरस्कार प्रदान गरिदिनका लागि हाम्रो घरेलु तथा साना उद्योगको हाम्रो नगर अध्यक्षलाई अनुरोध गर्दछु। हाम्रो दर्शन सरलाई अनुरोध गर्छु। 2063। सूचनाको हक सम्बन्धीको ऐन कहिले जारी भएको थियो? 2063। गलत। 2064। कसले भन्नुभयो? ल तपाईँ आउनुहोस् अगाडि। हाम्रो बासोडा सरलाई अनुरोध गर्दछु यो पुरस्कार दिनका लागि। अब नेपालको संविधान कहिले लागू भएको? 2072 साल अझै 3 गते। ल सही उत्तर छ, आइदिनुहोस् अगाडि। म यो पुरस्कार प्रदान गरिदिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीज्यूलाई अनुरोध गर्दछु।
एकैछिन है यो माइक दिने साथीहरूले सबैतिर हेरिदिनु होला। अब अर्को छ एटीएम को पूरा रूप के हो? एटीएम को पूरा रूप के हो? ल सही उत्तर छ, अगाडि आइदिनु होला। म यो पुरस्कार प्रदान गरिदिनुका लागि हाम्रो दिदीबहिनी समाज बाँकेको अध्यक्षलाई अनुरोध गर्दछु। तपाईहरु आफ्नो ठाउँमा बसिदिनुहोस्। अब धेरै प्रश्न छैन हामीसँग, जम्मा 2टा मात्र प्रश्न छ। तपाईहरु आफ्नो ठाउँमा बसिदिनु होला। बास नेपालको हालका अध्यक्ष कतिौं अध्यक्ष हुन्? बास नेपालको हालका अध्यक्ष शिवकुमार वर्मा कतिौं अध्यक्ष हुन्? यतापट्टि दिनु होला माइक। उता छेउमा। यतापट्टि सुनिता अगाडि आउनुहोस्। सुनिता अगाडि। शिवकुमार वर्माजीलाई म अगाडि बोलाउँछु यो पुरस्कारको लागि। अब अन्तिम प्रश्न छ, एसएमएस को पूरा रूप के हो? सर्भिस। ल सही उत्तर छ, अगाडि आउनु होला। म यो पुरस्कार प्रदान गरिदिनुका लागि हाम्रो सुन्दर गुरुङज्यूलाई अगाडि बोलाउँछु। सुन्दर गुरुङज्यू। अब हाम्रो यो ओपन क्विजको कार्यक्रम सकिएको छ। अब हामी धेरै लामो हाम्रो मन्तव्यको कार्यक्रम छैन, छोटो मन्तव्यको कार्यक्रम छ। म सबै नागरिक समाजको तर्फबाट आफ्नो मन्तव्य राखिदिनका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। विशेष गरी हाम्रो जानकीजी चाहिँ स्पेशल डान्सर हेर्नुहोस्। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस 2025 डिसेम्बर 9 को समापन कार्यक्रम भइसक्यो। हाम्रो पनि फोटो आइरहेछ, एकदम गुणस्तरको आइरहेछ। यता हेर्नुहोस्, हाम्रो कार्यक्रम सम्पन्न भइसक्यो। सबैजना आफ्नो मोबाइलमा व्यस्त हुनुहुन्छ। हाम्रा विद्यार्थी बहिनीहरू पनि एकदम व्यस्त छन्, कोही फोटो खिच्न व्यस्त छन्। हेर्नुहोस्, कोही झन्डा बोकेका छन्। त्यस्तो छ अवस्था। भोग लागेको छन्, कोहीले के भन्नु। साथीहरू, हामीहरू चाहिँ वाकाथान कार्यक्रम सकेर पैदल यात्रीहरू हामी फेरि आइराखेका छौँ। सबैजना एकदम लखतरान भरेर हिँड्दै आछौँ। बास नेपालको कार्यालयमा एकदम होनार व्यक्तिहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। उहाँहरू बिहानदेखि वाकाथान कार्यक्रमलाई सफल पारेर आउनु भएको छ। जाँदै आउँदै पनि वाकाथान भइरहेछ। हाम्रो यहाँ भोज भतेर कार्यक्रम चलिरहेछ, खाइराख्नु भएको छ। यताको भोज भतेर हेर्नुहोस्, सबजना लाइन गर्दै लागेर भोज खाँदैछन्। साथीहरू, आजको भिडियो हजुरलाई कस्तो लाग्यो? लाइक, कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। वाकाथानको टी सर्ट लगाएर नै म सुतिरहेको अवस्था छ। आजको भिडियोको लागि म बिदा चाहन्छु। हस्त, नमस्कार हजुर।